छोरी मान्छेको चाहिँ आफूलाई सानै देख्ने अनि आफूभन्दा 8, 9, 10 वर्ष कान्छुलाई चाहिँ दिदी दिदी भन्ने बानी हुने रहेछ कि प्रायः जसो गए। पहिला चाहिँ मलाई चस्सो चस्सो मनमा लाग्थ्यो अनि मेरो श्रीमानलाई भने रेस्पेक्ट गरेर दिदी भनेको हो कि अब मान्छेहरू चिनिराख्छन् अनि त्यही भएर तिमीलाई दिदी भनेको भन्छिन्छ। होइन, आफूभन्दा ठुलो मान्छे मेरो आमाजू मेरो श्रीमान भन्दा ठुलो मान्छेले दिदी भन्दा त म त बुढी भइसक्यो क्या जस्तो फिल हुन्छ है। अबदेखि 20, 21, 22, 23, 24 वर्षसम्मकोले चाहिँ साथी भन्दा पनि हुन्छ, दिदी भन्दा पनि केही फरक पर्दैन। 23 वर्षकोले चाहिँ है, 23 भन्दा माथि 24, 25, 26, 27, 28 वर्षकोले 29, 30 वर्षकोले मलाई बहिनी भन्नु होला है। होइन, अब 30, 35 वर्ष क्रस भएका हुन्छन्, बच्चा बच्ची 12, 15 वर्षको मेरो बहिनी उमेरका बच्चा बच्ची हुन्छन् होइन, उनीहरूले पनि दिदी दिदी भन्छन्। अब ज्यान मोटो भएर हुन्छ, मेरो त ज्यान पनि मोटो छैन त, रेस्पेक्टै गरेर दिदी भनेको हो त। आज मलाई टेम्पोमा कम्तीमा 35 वर्षको हुनुहुन्थ्यो, मेरो आन्टी उमेरको हुनुहुन्थ्यो।